नमस्ते सबैजनालाई वेलकम टु बिमला फ्यामिली स्टुडियो। आज म हजुरलाई म्याङ्गो पिकल बनाएर देखाउन गइरहेकी छु। सबैभन्दा पहिला हामीले म्याङ्गो लिएपछि त्यसलाई राम्रोसँग क्लिन गरेर माथिको लेयर पनि सेतो लेयर पनि हामीले निकाल्छौँ। अनि त्यसमा हामीलाई चाहिने सामग्रीहरूको साथ मैले भन्दैछु लसुन, नुन, खुर्सानी, तोरीको धुलो अनि त्यसपछि मेथीको धुलो पनि हामीलाई चाहिन्छ। अनि हामीले त्यसलाई तेल हालेर राम्रोसँग मोलेर राख्छौँ। यसमा हामीले 2 केजी मैले म्याङ्गो लिएको छु भने त्यसमा हामीले 400 ग्राम खुर्सानीको धुलो राख्छौँ। खुर्सानीको धुलो चाहिँ मैले 2 तरिकाले राख्दैछु, एउटा कश्मीर लाल मिर्च र अर्को अलि पिरो हुने खुर्सानी। किनभने कश्मीर लाल मिर्च खुर्सानीको धुलो किन राख्दैछु भने यो पिरो धेरै हुँदैन अनि रेड कलर पनि देखाउँछ। यसै कारणले गर्दा मैले कश्मीर लाल मिर्च 200 ग्राम राखेको छु। त्यसपछि हामीले 400 ग्राम तोरीको धुलो र 10 ग्राम मेथीको धुलो राख्छौँ। मैले चाहिँ तोरी र मेथी मिसाएको रेडिमेड प्याकेट पाउँदो रहेछ, त्यो पनि ल्याएँ। अनि त्यसपछि नुन, क्रिस्टल साल्ट, ढिके नुन पनि 400 ग्राम राख्छौँ। ढिके नुन हामीले पिसेर मिक्सीमा अनि मिसाएर राख्छौँ। खुर्सानीको धुलो अनि त्यसपछि नुन मैले राखेँ। अब मैले राख्छु तोरी र मेथी मिसाएको धुलो। त्यसपछि मैले तेल राख्छु अनि सबै मिसाएर मिक्स गरेर अनि सबै मिसाउँछु र राम्रोसँग मिसाएर यो अचार चाहिँ 3 दिनसम्म हामीले बाहिर राख्छौँ। दिनको 2 चोटि चलाउँछौँ, किनभने 2 चोटि चलायो भने त्यसमा पिरो, खुर्सानीको पिरो अनि त्यसपछि नुन अनि सबै मिलेर चट्ट परेर मिठो मिठो अचार बन्छ भनेर हामीले दिनको 2 चोटि चलाउनु पर्छ। साथीहरू, हजुरहरूले कसले म्याङ्गो पिकल आमको अचार बनाउनु भयो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। र हजुरहरूलाई कुनै डाउट छ भने म्याङ्गो पिकल बनाउँदा मलाई कमेन्ट गरेर सोध्नुहोला, म हजुरहरूलाई भन्छु। र हजुरहरूले भनिदिनु मेरो अचार कस्तो देखिन्छ हजुरहरूलाई। यसमा मैले लसुनको 250 ग्राम लसुन पनि राख्दैछु र लसुनलाई अलिकति धेरै मात्रामा मैले पिसेर र एक भाग चाहिँ मैले छोडाएर राख्दैछु। अनि मैले तेल पनि राखेँ। तेल मैले बदामको तेल राखेको छु। यसमा तिलको तेल पनि राख्न सकिन्छ, सर्सोको तेल पनि राख्न सकिन्छ र मैले चाहिँ सानो बदाम मुङफलीको तेल राखेँ है त। साथीहरू, हजुरले केमा राखेर अचार बनाउनु भयो मलाई कमेन्ट गर्नुहोला। र हजुरहरूले कहाँबाट यो भिडियो हेर्नुभएको छ हजुरहरूले कमेन्ट गर्नुहोला। केही डाउट भयो भने सोध्नुहोला। अलिकति लसुन चाहिँ मैले छोडाएर राखेँ र मेरो अचार कस्तो भयो हजुर देखिएको छ हजुरहरूले भनिदिनु होला। हस्त धन्यवाद साथीहरू।